पहिलोचोटि आइँदैछ लालीगुराँस रेस्टुरेन्टमा। लालीगुराँस नेपाली रेस्टुरेन्ट छिर्ने बाटो बल्ल बल्ल धाएर आएको थियो। घुम्दा घुम्दै कहाँको कलङ्कीको पुलमा आइपुगेछ यार। हेलो नमस्ते सम्पूर्णमा। निकै लामो समयको अन्तरालपछि आज एउटा भिडियो तपाईहरुको सामु ल्याउने कोसिस गरिरहेको छु, किनकि टाइम मिल्दैन। साउदीमा नाइटको ड्युटी छ। आज चाहिँ रमजान भएर दोस्रो दिन रमजान भएर ड्युटी सकेर आइयो 10 बजे। त्यसपछि घुम्न जाउँ भने साथीहरूले घुम्न जाने पर्खरमा छौँ हामी। अहिले चाहिँ साउदीको टाइम 11:24 भएछ। यस्तो बिल्डिङ बनाएछ। हामी बस्ने बिल्डिङ चाहिँ नयाँ सैलुन हो बनाएछ। फर्स्ट टाइम जब सब्सक्राइब हाम्रो इन्द्र दाइको के भन्छ दाइ गफ भन न गफ। अस्सलाम वालेकुम वरहमतुल्लाह। अस्सलाम वालेकुम है। अस्सलाम वालेकुम। हामी चाहिँ अहिले चाहिँ हामी को भन्दाखेरि विकास सर, हाम्रो इन्द्र दाइ, सुरेन्द्र सर, विनोद सर, हामी चाहिँ अहिले कथा हिँडेको। मोबाइल अलिकति हाई क्वालिटीको भएर हल्का अलिअलि मात्रै उज्यालो आएन नि त भाइ। उज्यालोदेखि सबै सर्ला सिट बेल्ट लगाऊ है। विनोद जस्तो मैले पेटी छैन। अरू के साह्रो बिल्ला हानेको थियो। यस्तो साथीभाइ बिल्ला भयो। यो को छ यहाँ? अब यस्तै हो। हामी चाहिँ हल्का यसो नेपाली मार्केट जानु लाग्यो कि। फ्लाइट माउन्ट भनेको पहिलो कथा। यामले पनि पड्काउँछ। पोस्ट पाउँदैन। जस्तै लालीगुराँस नेपाली रेस्टुरेन्ट छिर्ने बाटो। ल जाउँ 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 जाउँ। नेपाली हिमालयन टुर्स एन्ड ट्राभल पनि छ। मान्छे नै छैन त यार। पहिलोचोटि आइँदैछ लालीगुराँस रेस्टुरेन्टमा। यो चाहिँ हाम्रो नेपाली रेस्टुरेन्ट हो। बन्द भइसक्यो के हो? बन्द भइसक्यो के हो? यस्तो भन्नु त विडम्बना। हामी यहाँ बन्द ए बन्द पो भयो। ल आज पहिलोचोटि आएको यहाँ लालीगुराँस नेपाली रेस्टुरेन्ट। ठ्याक्कै आजै बन्द रहेछ। ल अब यही कुर्सी हेरेर जाने हो हाम्रो नेपाली। ल हाम्रो विनोदले लिएर आएको थियो आज पहिलो बार नेपाली रेस्टुरेन्टमा। आजै बन्द रहेछ यार। लालीगुराँसमा फोटो खिच्ने हो जाने हो अब। लाइफमा पहिलोचोटि आएको नेपाली रेस्टुरेन्ट।
ठ्याक्कै टाइम अफ भएछ है, 12:20 भइसक्यो, बन्द भएछ। अब एक दुई सिन एक दुई पोज लिएर अब मार्केट गर्ने हो। एकैछिन मार्केट गरेर अब फर्किने हो। पहिलोचोटि आइएको थियो नेपाली रेस्टुरेन्टको केही पनि खाना पाइएन, टेस्ट गर्न पाइएन, टाइम अफ भइसक्यो, क्लोज भइसकेछ। यतापट्टि चाहिँ हिमालय ट्राभल्स एन्ड टुर्स रहेछ, त्यसको अफिस चाहिँ यो रहेछ। अनि ठ्याक्कै त्यसको एक दुई दोकान यता चाहिँ यो लाली गुलास नेपाली रेस्टुरेन्ट हेर्न सक्नुहुन्छ। यहाँबाट यसो गरेर हेऱ्यो भने, यसो गऱ्यो भने बिल्डिङको टुप्पो नदेखिने रहेछ। घुम्दा घुम्दै कहाँको कलङ्कीको पुलमा आइपुगेछ यार। कता हो बाटो? यता फाइनली पथामा छौँ होइन। रेस्टुरेन्ट बन्द भएछ। त्यो याम दाइले अलिक अन्याय गरे हो। बल्ल बल्ल धाएर आएको थियौँ। हाम्रो दाइको के भन्छ अरे, हाम्रो दाइको यो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु है, बिर्सिकन सबले है। यस्तो दुःख गरेर बनाउँछ दाइले है। ल ल ल।